पाथिभरा माता की जय पाथिभरा माता की जय हामी पाथिभरा जाँदैछौँ जय पछाडि लास्ट सिट हाम्रो चाहिँ यात्रा हामी यता धरानी धेरै टाढो हुँदै यता मूलघाटबाट छिरेर फेरि निस्केको थियौँ। बिचको दृश्य बाटो एकदम रमाइलो थियो। एकदम खुल्ला भएकोले गर्दाखेरि आनन्दका साथ रमाइलो गर्दै गर्दै हामी गयौँ। त्यस पछाडि दिउँसो हामी फेरिमा खाना खाएर हामी फेरि आफ्नो यात्रातिर लाग्यौँ। गाडीमा एकदम रमाइलो गर्दै दृश्य गइरहेका थियौँ। रमाइलो भइरहेको त्यहाँ फुलेका फुलहरू हेर्दै गयौँ हामी। फुल्दै हो भने पनि चिच्याउँदै कराउँदै हिँडिरहेको थियौँ। हेरिरहेको त्यसै गरी हामी कावेरी खोला थियौँ। दर्शन गऱ्यौँ रेखा मन्दिर रमाइलो गऱ्यौँ। त्यसपछि फाइनल्ली हामी 5 थर कटिम यहाँदेखि चाहिँ हाम्रो ताप्लेजुङ जिल्ला सुरु हुँदो रहेछ 5 थर सकेर। त्यहाँनिर एकदम रमाइलो थियो। हामीले यसै रमाउँदै फोटोसोटो खिच्यौँ अलिअलि त्यहाँको चिना अनि त्यहाँको मोहना दृश्य रमाइलो थियो। रमाउँदै फेरि हामी लाग्यौँ। हामी ताप्लेजुङबाट त्यो बिचको चाहिँ राति खोलबाट भिडियो खिच्ने मैले ताप्लेजुङबाट सानो फेरि पुग्दासम्म चाहिँ रातिको लगभग हाम्रो सानो फेरिबाट 8 बजिसकेको थियो। त्यहाँ पछाडि फेरि भोलिपल्ट बिहान 3:20 नै उठेर हिँडेको केटाकेटीसँग सबैजना ठुलो ग्रुप थियौँ। हामी कता हुँदै फाटेको थियौँ। फाटिङ चाहिँ हामी मन्दिरमा चाहिँ भेला भएको थियो। बाटोमा चाहिँ छिटो हिँड्ने छिटो ढिलो हिँड्ने ढिलो गर्दै बिस्तारो बिस्तारो गयौँ। बाटोमा एकदमै बिस्तारै हामी बस्दै गइरहेको थियौँ। जाँदैछौँ हामी आमालाई भेट्न। जय माता दी। आउँदै फाइनल्ली हामी मन्दिर पुग्यौँ। मन्दिरमा पुगेर चाहिँ हामी गणेशको पूजा गरेर अनि लाइनमा बस्यौँ। लाइनमा बस्दै एकछिनमा घाम लागेको थियो। मौसम एकछिनमा फेरि हुस्से लाग्यो जस्तो भयो। तर पनि त्यति धेरै जाडो चाहिँ थिएन। हामीले मजाले दर्शन जय पाथिभरा माता की जय पाथिभरा माता की जय पाथिभरा माता जय। ल हाम्रो धेरै लामो समयदेखिको भनौँ न एउटा जिन्दगीको एउटा चाहना भनौँ न आज पुरा भयो हुन आँटेको छ। माताको अगाडि आइसकेको छौँ। एउटा नमरुन्जेलसम्म एकचोटि माताको शरणमा पर्ने इच्छा थियो जुन आज पुरा हुँदैछ। आज स्पेसल माता हामी हजुरको चरणमा पर्दैछौँ। जय पाथिभरा माता की। बेला चाहिँ कस्तो इमोसनल भएको भित्रैदेखि इमोसनल भएर कस्तो आफैलाई कस्तो रुन मन लाग्यो जस्तो भएको थियो। तर पनि एकदम आनन्दले हामीले दर्शन गऱ्यौँ। सबैजनाले यसो फोटोसोटो खिच्यौँ। नानीलाई चाहिँ अलिक गाह्रो होला जस्तो लागेर दिदीहरू चाहिँ दर्शन गरेर फर्किहाले। अलिक चिसो अलिक बढी लाग्यो जस्तो भएर हामी चाहिँ अनि बिस्तारै लाइन बसेर दर्शन गऱ्यौँ। दर्शन मजाले गर्न पायौँ। त्यस पछाडि सबै दर्शन गरेको त भिडियो फोटोहरू छैन। अलिअलि छ त्यहाँ लिन पनि नपाइने रहेछ। त्यही भएर मजाले दर्शन गऱ्यौँ। लगभग हामी 15 मिनट जति लाइनमा बस्यौँ होला। त्यस पछाडि हाम्रो पालो आएको थियो। मजाले माताको शरणमा पर्न पायौँ।
एकदम खुसी लाग्यो। यति बेला चाहिँ लगभग 10 बजेको थियो होला हामीले दर्शन गर्दाखेरि। हामी बिस्तारै गएको थियौँ, टाइम पनि लागेको थियो जानलाई। यसरी हामीले पूजासुजा गरेर लु भाउजू यता हेरौँ बत्ती भाउजू बालिनु बत्तीहरू बालिनु त्यहाँनिर उता एकछिन उता हेर जस्तो गर्नु अगाडि अगाडि हेर जस्तो गर्नु बाबुले अगाडि अगाडि सिकाउँदै उता रहेछ। यता हल्का अलि अगाडि आउनु भने अलि अगाडि आउनु यता हेर्नुहुन्थ्यो। यता आउनु न भिडियो कति राम्रो हुन्छ घुम्नु मैले चाहिँ भेस्टबाट साडी लगाएको जस्तो भयो। त्यस्तो भइरहेछ। त्यहाँ पछाडि मैले नाना कोइन बोकीहरू आफैले बोकेर लगेको थिएँ। त्यो खाना कोइन चाहिँ त्यसरी आफ्नो इच्छालाई के चाहिँ इच्छा सब दान गरिसकेको बोकेर घुम्नु परेको त्यहाँनिर एकदमै आनन्द आएको थियो जानलाई। आफै यो खाना कोइन मैले घरदेखि आफै बोकेर लगेर चढाएको एकदमै आनन्द आएको थियो त्यो बेला। त्यस पछाडि हामीले यसरी फोटोसुट खिच्यौँ। कोही कोही चाहिँ फर्किसक्नु भएको थियो। हामीले त्यो बाँकी पनि आएको अरू फर्किसक्नु भएको थियो। हामी चाहिँ अब माताको दर्शन गरेर फर्कियौँ। फाइनली हाम्रो दर्शन भयो। यहाँ मेरो छोरो नाचिरहेछ दर्शन गरेर, खुसी छ एकदम। हामी मजाले दर्शन गरेर फर्कियौँ। फर्किँदाखेरि चाहिँ दुईवटा फोटो पनि खिच्दै फर्क्यौँ। अनि यो चाहिँ खानाखेरिदेखि बाटोसम्मको यो बाटो पनि यो बाटो चाहिँ ड्राइभरहरूलाई चाहिँ मैले त्यो थियो हिलोमा चाहिँ चक्का रास्ता थियो राम्रोसँग जान सक्नुभयो होइन। त्यहाँनिर अगाडि यस्तो भाँसिएको थियो नि, हाम्रो अगाडि एकछिन जाम भयो यस्तो थियो बाटो हेर्नुहोस् पुरा त्यही फँसेको थियो। गाडी यस्तो रोडमा हिँड्नुपर्ने भन्ने त्यो गाडीलाई चाहिँ हामी चढेको गाडीको ड्राइभर गएर निकालिदिनु भयो कि त्यहाँको त्यो गाडीको ड्राइभरले निकाल्न नसकेर गएर निकालिदिनु भयो। ड्राइभरै चेन्ज भयो नि हाम्रो ड्राइभर गएको छ उहाँले त माथि भिडियो गर्न थाल्यो। यो पनि गएछ यहाँदेखि बसेर उसले त ड्राइभ गरेछ अहिले निकालेको। नै हाम्रो विराटनगरदेखि ताप्लेजुङ पाथिभरासम्मको यात्रा सफल भएको थियो।